देना साली देना। अरे कहना क्या चाहते हो? साली देना साली देना साली देना है साली देना। गुड मर्निङ सबैजनालाई। चाहिँ हामी चाहिँ बिहान फोकस छौँ। हामी चाहिँ अहिले बादल लागेको छ। बादल लाएर चाहिँ अब हिमाल देखेको छैन। अब हेरौँ अब एकछिनपछि मौसम सफा हुन्छ कि। अब यस्तै छ अहिले। ल बिहान बखेको भ्यू हेर्नु है। हाम्रो बुवा पनि हुनुहुन्छ। बुवालाई जाडो भयो होइन? हो र यो सालको त अब जाडो थियो। आज त अहिले त जाडो छ। जाडो होइन यो? होइन हो र अहिले त यो त के जाडो भयो। ल अब हामी चाहिँ बिहानको चाहिँ यो मर्निङ वाक भन्छ कि ट्रेकिङ भन्छ। ल अब हामी हिँड्दैछौँ है, जाँदैछौँ। ल यता हाम्रो बुवा पनि हुनुहुन्छ, सरहरू पनि हुनुहुन्छ। यता चाहिँ देखियो होइन, यता चाहिँ अब एकछिनमा देखिएला। त्यो भएन रुको भाइ। बाघहरू छैन। माथि जानु मन्दिरमा अब अहिले तल आउँदाखेरि हानौँ लागि।
यसरी आउँछ जस्तो शिक्षा होइन जिन्दगीमा आएको ठाउँमा आइयो अब कुन सायद त्यो कहिले आउने हो यता यहाँ लाली गुराँस टिप्नलाई चढ्नु भयो अघि नै चाडा फुल खाएर हल्का झापा हाने हो बहुत कच्ची हुन्छ है लाली गुराँसको रुख यो सिस्टम हो क्या फेर पाहाडमा हिँड्ने मान्छे भनेको यस्तो हुन्छ क्या आउनु आउनु जानु जानु सब आइसक्यो मन्दिर यो डिजाइन खतरा छ क्या पहिला पहिला बुटोल हस्पिटल लाइनमा पनि थियो त्यो पुष्पलाल पार्कमा स्थित थियो क्या एकजना छिर्ने राम राम भन्नुहोस् है राम राम भन्नुहोस् जङ्गलमा पिसाब गर्दाखेरि ल भगवान् जाने बुझा केही छैन सिमे भूमे सबैलाई सम्झेर गर्नु होला फेरि गायब हुन्छ गायब समझ रहे हो ना अब काम पनि छैन त्यसको क्या कौन है ये लोग कहां से आते हैं ल हामी अब यहाँ खाजा खाँदैछौँ खाजा खाइसकेपछि चाहिँ हामी चाहिँ हिमाल हेर्न सक्नुहुन्छ हिमाल देखिएछ हामी खाजा खाएर हामी 9 बजेपछि चाहिँ हामी निस्किन्छौँ खाजा खाँदै हुनुहुन्छ यहाँ कहिले अहिले 10 लाखसम्म नि दिइसकेको छ त्यो मान्छे हेरेर हाम्रोको बारेमा समग्र होमस्टेको बारेमा इतिहास समग्र यसो 5 मिनेट होमस्टे त पहिलादेखि नै पर्यटक आइराख्ने हो भान्डोमा होइन धेरै नै आइराख्ने हो सुरुवात कहिलेबाट भयो हामी 2049 सालदेखिको होमस्टे होटल त पहिला नै सुरु थियो अब गोराहरू आउँथ्यो क्याम्पिङ बस्दिन्थ्यो होटल यो मिलन भयो माउन्टेन यिनीहरू त पुरानो होटलहरू हो तर होमस्टे चाहिँ हामी 2049 सालदेखि हाम्रो एक एप पनि थियो अनि पछि के भयो भने पाहुना धेरै आउन थाल्यो हामी नै होमस्टे गरौँ भनेर हामी 5 घर चाहिँ होमस्टे गरेको थियो पहिलो सुरुमा 2049 सालमा अनि हामीले खाना बस्न जम्मा 70 रुपियाँमा चलाएको थियो
अहिले चाहिँ होमस्टे चाहिँ धेरै नै छ तर त्यो बेलामा चाहिँ 5 घर भएर हामी दर्ता गर्न जानुपर्ने थियो सरकार उतातिर प्रक्रिया मिलाउनु पर्थ्यो त्यो बेलामा आऊ आऊ भन्दै थियो अब सुविधा नै दिन्छ भन्दै थियो अब हामी नै जान सकेन लिन नै सकिएन हैन तर अहिले चाहिँ अब गाउँपालिकामै दर्ता गरेर चलाइराखेको छ 5 जना जाने त्यो गरिराखेको छ अहिले धेरै छ होमस्टे अनि यो होमस्टेको परिकल्पनामा यहाँ चाहिँ कसरी आयो अथवा को तपाईबाट आयो कि अरूबाट आयो हजुर मैबाट हो सुरुमा चाहिँ कहाँबाट तपाईले यो ए यस्तो हो हामी घुमघाम गर्न गएको थियो हामी दार्जिलिङतिर घुमघाम गर्न गएको थियो हाम्रो संरक्षण महेन्द्र प्रकृति संरक्षण कोष भनेर छ नि यहाँ अहिले होइन पहिला एक अब यहाँ ठुलो घर छ 2 तले थियो 3 तले थियो तर माओवादीको द्वन्द्वकालमा चाहिँ त्यो घर चाहिँ जलाइदियो अनि अहिले नि चल्छ न त त्यो बेलामा हामीलाई घुमघाम गर्न लगेको थियो उता दार्जिलिङ यतादेखि अनि पछि फर्केपछि के गर्ने त भन्दाखेरि मैले चाहिँ गुरुङ ड्रेस लगाएर फोटो खिच्नु दार्जिलिङ त्यस्तो गर्दो रहेछ अनि हाम्रो यहाँ पनि यहाँबाट सिकायो गएर फर्केपछि म नि त्यो गर्छु भनेर आएर गर्न सुरु गर्यो तर त्यो बेलामा त यस्तो गानाहरू हमेलाहरू पाउने थिएन गाउँघरको आमाले त्यो माटोको मुवा हुन्थ्यो नि त्यो अनि त्यो पोतेहरू तिनीहरू दिएर अनि गरेको थियो अनि त्यो गाउँको क्लब थियो कि यहाँबाट अलिअलि ल्याएर सुरुवात गरेको थियो मैले होमस्टे पनि के भयो भने इक्यापले नै भन्यो हामीले त्यस्तो गर्नुपर्छ होला होमस्टे होइन भनेर हामी पहिला सुरुमा त सानो घरमा 5 जना 6 जना मात्रै राख्ने थियो पाहुना त्यहाँबाट सुरु गरेको थियो अनि उनीहरूले मेनु गराइदिएको थियो घुमघाम गरेर उता नै गर्दो रहेछ अलिअलि त होमस्टे अनि हामीले सुरु गरौँ भनेर सुरुवात गऱ्यौँ हजुरको शुभ नाम मेरो नाम हरिमाया गुरुङ होटल चाहिँ धेरै नै थियो तर पहिलादेखि नै भएको अनि हाम्रो नेपाली चाहिँ यो कोरोना पछि र भूकम्प पछि धेरै आउन थाल्यो कि धेरै खुसी लाग्यो हो अब घुमघाम नै गर्नु पर्दो रहेछ भनेर चाहिँ नेपालीमा घुम्नु पर्छ भन्ने अहिले अलिअलि विकास भइरहेको छ कि विकास भइरहेको छ तर हाम्रै नेपालीले खान्छ उनीहरू त एउटा कोठा लिन्छ यति एक सुट खायो हिँड्यो हो अरू नेपालीले खान्छ नेपालीले खान्छ खर्च चाहिँ नेपालीले गर्छ नि आउँछ शाकाहारी पनि मैले स्वास्थ्य स्वयंसेविका नै हो जति पैसा भए पनि मरेर लाने केही रहन्छ रोग आयो भने लैहालिन्छ भनेर मान्छे हिजो बेलुका तपाईँ कोसेली निकाल्नुहोस् अहिले रमाइलो के होइन अहिले रोकिसक्यो देवराम सर यता ल्याउनुहोस् हस्तान्तरण मागेको चिनो भनेर दिनु न मागेको चाहिँ सजिलो खाना होइन हामी गाठामा दिन्छौँ कि हाम्रो उद्योग हो तपाईँहरूले प्रचार गर्ने अब यस्तै चाहियो लाउन भन्ने यसमा ठेगाना दिन्छ फोन नम्बर पनि छ यो फोटो यसबाट फोटो लिनु त धेरै मिठो मकै हाम्रो यो गाह्रो ठाउँमा मसलावाला हो यसमा मसला नभएको सादामा पनि पाउँछ है सादा पनि पाउँछ साँझमा तपाईँले वेलकम खाजा खुवाउँदा यो चखाउँछ खुसी हुन्छ मान्छे तपाईँले फोन नम्बर पनि छ हजुरले फोन धेरै मकै त अलिक सोच्नुमा आउँछ होला मेरो कार्ड है यो रोटरी नाम गरेको संस्थामा पनि छु रोटरी पनि छ तपाईँ रोटीहरूले के होला नि त्यो अर्कै उसो रोटरी उहाँले बुझ्नु भयो हजुर पनि आउँछ यो फेरि मसला नराखेको है यो पिरो छ यो बुढी मान्छे अलिक काठो भएर पिरो भएको दिएको हजुर पनि आउनु मकै देखाउने यसो गर्नु
मेरो फोन खै मेरो ठिक छ हैन यसबाट आउँछ सर केही हुन्न पठाएको भन्दा यो यसो लन्चको स्पोन्सर भेट्यो विज्ञापनबाट विज्ञापन यत्रो विज्ञापन भयो त मान्छेले एप्लाई गर्न कति खर्च गर्छ विज्ञापनबाट आउने प्रतिफल जति हुन्छ नि त्यसको 50% जति इन्भेस्ट त गर बरु पहिला गर्नु पर्यो नि ल आमा हामी निस्क्यौँ है ल फुल दिनुहोस् त्यो फुल लाउनु पर्यो ल ल हस् 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 ल राम्रोसँग बस्नु होला है ल राम्रोसँग बस्नु होला छिटो हिँड्नु छिटो हिँड्नु अब हामी चाहिँ यहाँबाट अब चाहिँ हामी चाहिँ निस्किसक्यौँ है अरू साथीहरू आउनु भयो थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू ल बाई बाई धानरुक ओ भाइ यार अनिश भाइ हेलो ल बाई बाई धान रुक न बाई बाई धानरुक ल अब बुटोल प्रस्थान युट्युबमा होइन भाइ टिकटकमा चाहिँ मलाई देखाएर हाल्यो भने म धार्दैन भाइ 10,000 भ्यू त ढुक्कै जान्छु भिडियो भन्दैन अस्ति नै दाइनी मलाई जाँदा मैले एउटा भाइलाई त्यही भने होइन पत्ता होइन क्या 17,000 भ्युज गएको फेरि आएर खिचेर गयो त्यसले त्यसमा 80,000 भ्युज गयो क्या पत्तै हुनुहुन्न एउटालाई उमेर अनुसार पर्छ कि कस्तो कति वर्ष बाद त्यही 18 उमेरमा मैले हाम्रो महेन्द्र माला मैले 20 वर्ष लिएको अलिक बुढो हामीले पढेको 20 वर्ष भन्छ भाइले गएर ब्लग हाल्ने भयो क्या बुटोल टु गान्द्रुक अनिश भाइ कस्तो लाग्यो गान्द्रुक खच्चड आइरहेको छ खच्चड देख्न सक्नुहुन्छ ल हेर्नुहोस् खच्चड खच्चड हो खच्चड ल है खच्चड है खच्चड हेर्नुहोस् है खच्चडहरू जाँदैछौँ खानेकुरा सामान सिमेन्टको बोरा सिमेन्ट हो क्या सिमेन्टको बोरा धानुको प्रवेशद्वारदेखि तल जाँदैछौँ है
वेलकम टू धानरुक ब्यूटीफुल विलेज धानरुक। यता हेर्नुहोस् यो अग्ला अग्ला पहाडहरू। बाटोको चाहिँ सही छ। अब हामी चाहिँ गाडीमा चढ्ने बेला भयो है। गाडीमा चढ्ने बेला भइसक्यो। गाडीमा आइयो बल्ल यत्रो बेरको हिँडाइपछि। यो होइन चाहिँ क्या हो तल रहेछ अरू उता रहेछ क्या उता। हामी चाहिँ यहाँ काँडेमा चाहिँ मार्फा थकाली भन्ने होटलमा चाहिँ अब खाना खाने भनेर उठिरहेको छु। अब जानु भित्र। पुम्लीकोट भन्ने ठाउँमा जान लाग्यो तर यहाँ पानी परेर छातामा छाता ओढेर ल्याइरहेको छु। अब पानी कतिखेर बिसाउने हो थाहा छैन। हेरौँ अब माथि जाँदासम्म होइन ल है। अब कतिखेर बिसाउँछ पानी हेरौँ। ल अब हामी माथि जाँदैछौँ। पानी परेछ। हाम्रो अगाडि बुवा पनि हुनुहुन्छ। यहाँ सबतिर पानी परेर डिस्टर्ब गरेछ। पुम्लीकोट जाने भनेको पुम्लीकोटको आयो। अब हेरौँ कतिखेर पुगिन्छ। ल अब हामी फाइनल्ली चाहिँ पुम्लीकोट आइपुग्यौँ। यता त पानी परिरहेको छ। फोटो खिच्ने यस्तो खासै माहौल छैन। भिडियो है बनाऊँ। ल हामी चाहिँ फाइनल्ली चाहिँ पुम्लीकोट मन्दिरको प्रवेशद्वारमा हामी आइसकेका छौँ है। हामी फाइनल्ली आइसक्यौँ। तर यहाँ पानी परेको हुँदाखेरि
चाहिँ माहौल छैन, यहाँ पुरै अँध्यारो छ। पानी परेर मौसम चिसो चिसो। हामी चाहिँ कुम्दीकोट चाहिँ हामी भ्रमण गरेर कुम्दीकोट दर्शन गरेर हामी चाहिँ अब निस्किँदैछौँ, झर्दैछौँ। ल आउँदै हुनुहुन्छ, यहाँ होटल रेस्टुरेन्टहरू रहेछन्। ल ल बाई 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 बाई। ल निस्किनुहोस्। ल हामी चाहिँ अब तल ओह्रालो लाग्दैछौँ। अब चाहिँ हामी तलतिर अब सिधै तल जाने। तल एक ठाउँ ठाउँतिर अलिक राम्रो ठाउँ छ भने सुनेको छु, त्योतिर जानेछौँ हामी। ल यहाँ फुलहरू रहेछ। नलिउँ अहिले फोटो मात्र लिउँ, फोटो भिडियो मात्र लिउँ। तपाईहरु पनि ड्रिम सिटी घुम्न नबिर्सिनु होला, बलुङ र हातहरु भइतिर है। ल यहाँ पोखराको भ्यू यहाँबाट पनि राम्रो देखिएछ। ड्रिम सिटी जाममा 20 रुपैयाँमा यस्तो राम्रो मुभमेन्टहरु बिताउन सक्नुहुनेछ यहाँ गएर है। ड्रिम सिटी रहेछ, ड्रिम सिटी। यताको पाटो कि उता छ नि यसको उता यो फोटो फेरि उसका जन्म सबै ए ये मंत्री मूल्य नेपाल भोलिपन स्वास्थ्य बढ़ता है ना, उसके लिए नहीं बाबा, मैं ये झूठ बोल के नहीं देगा किसी लोग भी, वो झूठ है। दुटा आदमी मुझे सुनो, खाली दुखाई के लिए है। डिब्बा को कति 1000 रुपये डिब्बा हो सर। सिलिकेस तेल किन्नु 3500 रुपये डिब्बा हो, पर्पल ड्राइभरको तेल किन्नु 100 रुपये डिब्बा फोटोको भरमा। होइन हजुर यही हो। सर में लगाने जिधर भी तरह इसको आपको
यो मूल्य भन्दा भोलि पाउनु हामी चाहिँ यो स्याङ्जाको भालु पहाड भन्ने ठाउँमा आएको छ। मैले स्याङ्जाको भालु पहाड माथि हेर्न जानु कस्तो रहेछ। हजुर यतातिर माथि जाम है। माथि के छ स्याङ्जा जिल्लाको भालु पहाड भन्छ। भालु पहाड तर खै एउटा भालु देख्दैन मैले त। भालु पहाड हाल्नु आउँछ साढे 10 बजे हामी चाहिँ खानासाना खाएर बुटोलको लागि हामी प्रस्थान गर्दैछौँ। हाम्रो यात्रा यहीँसम्म सफल भयो। Thank you.